नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। आज म तपाईहरुलाई सिकाउन गइरहेको छु तपाईहरुले आफ्नो पुरानो फेसबुक आइडी लगइन कसरी गर्ने भनेर। तपाईहरुले आफ्नो पुरानो फेसबुक आइडी बिर्सिनु भएको छ र त्यसलाई रिकभर कसरी गर्ने भनेर आज म तपाईहरुलाई सम्पूर्ण तरिका बताउन गइरहेको छु। तपाईहरुले इमेल थाहा छैन, पासवर्ड थाहा छैन, नम्बर थाहा छैन र तपाईहरुले कसरी यसलाई रिकभर गर्ने भनेर आज तपाईहरुलाई म सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईहरु जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई प्रेस गरिदिनु होला। र सबैभन्दा सुरुमा तपाईहरुले आफ्नो क्रोम ब्राउजरमा जानुपर्ने हुनेछ। सबैभन्दा सुरुमा तपाईहरुले आफ्नो क्रोम खोल्नु होला। क्रोम खोलिसकेपछि तपाईहरुले यहाँ सर्च गर्नु होला फेसबुक लगइन भनेर। यति सर्च गरिसकेपछि तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस चाहिँ हेर्न सक्नुहुन्छ, लग इन्टु फेसबुक। त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तल हेर्न सक्नुहुन्छ लगइनको तल फरगेट पासवर्ड भनेर दिएको छ। यहाँ हेर्न सक्नुहुनेछ तल फरगेट पासवर्ड। यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ इन्टर योर मोबाइल नम्बर। हामीसँग मोबाइल नम्बर छैन र बिना मोबाइल नम्बरको म तपाईहरुलाई पुरानो आइडी रिकभर गरिदिन्छु। तल हेर्न सक्नुहुन्छ सर्च योर इमेल एड्रेस अर नम्बर नेम भनेको छ। सिम्पली यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ तल माथि हेर्न सक्नुहुन्छ इन्टर योर इमेल एड्रेस अर फुल नेम। हामीसँग इमेल छैन, इमेल छैन र तपाईहरु कुन आइडीलाई रिकभर गर्न चाहनुहुन्छ त्यो तपाईहरुले आफ्नो यहाँ आइडी नाम हाल्नु पर्ने हुनेछ। त्यो यहाँ नाम हाल्नु होला। म आफ्नो नाम हाल्दैछु। त्यसपछि सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ मनेर 4-5 वटा मेरो आइडी आइसकेको छ। चुज योर एकाउन्ट भनेर तपाईको कुन एकाउन्ट छ त्यो चुज गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ र मेरो यहाँ एउटा तल छ आफ्नो, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यसपछि तपाईहरुले आफ्नो सिम्पली म यहाँ आफ्नो एसएमएस कोडमा क्लिक गर्दैछु। तपाईहरुले पनि क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले यहाँ कन्टिन्यु गर्नुपर्ने हुनेछ। मोबाइल एसएमएसमा क्लिक गरेपछि कन्टिन्यु क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईहरुको मेसेजमा एउटा कोड आउँछ। मेरोमा ओटिपी कोड आइसकेको छ। त्यो कोड यहाँ कपी गरेर यहाँ हाल्नुपर्ने हुनेछ र म हालिसकेँ। त्यसपछि कन्टिन्यु गर्नु होला। कन्टिन्यु गरिसकेपछि तपाईहरुले आफ्नो यहाँ न्यू पासवर्ड हाल्नुपर्ने हुन्छ। क्रिएट अ न्यू पासवर्ड यहाँ भनेको छ। तपाईहरुले आफ्नो यहाँ नयाँ पासवर्ड हाल्नु होला। यति गरिसकेपछि तपाईहरुले यहाँ सिम्पली नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि यहाँ ओपन विथ फेसबुकमा जानु होला। यति गरिसकेपछि यहाँ सक्नुहुन्छ मेरो फेसबुक एकाउन्ट रिकभर भइसकेको छ। र तपाईहरुले भिडियो कस्तो लाग्यो कमेन्टमा आफ्नो प्रतिक्रिया दिनु होला। धन्यवाद।